सेकेन्ड टाइम काठमाडौँको यात्रामा म गए पहिलोचोटि पशुपति मन्दिर। सो हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई अनदर भिडियो। इट्स मी प्रतिमा श्रेष्ठ। कुनै पनि मन्दिर जानुभन्दा अगाडि अथवा पूजा गर्नुभन्दा अगाडि आफू नुहाइधुवाइ गरेर जानु भनेको ठुलो कुरा होइन। तर बिहानै 4 बजेतिर उठेर नुहाउनु चाहिँ मेरो लागि ठुलो कुरा थियो। सो म चाहिँ 4 बजे उठेर नुहाइधुवाइ गरेर रुमबाट निस्किँदा चाहिँ 5 बजे सकेको थियो। सो हामी गयौँ पशुपतितिर। बाटो नचिनेर हामी अलमलमा परेपछि उहाँ दाइले चाहिँ हामीलाई हेल्प गर्नुभयो कि हाम्रो गन्तव्यसम्म पुर्याउनका लागि। सो यो देखेर चाहिँ हामी दुईजनाको मनमा चाहिँ यस्तो फिल भयो कि अझै पनि निस्वार्थ भावनाले सहयोग गर्ने मान्छेहरू हुनुहुन्छ। पशुपतिनाथ पुगिसकेपछि पूजा गर्नका लागि चाहिने सम्पूर्ण सामानहरू किनेपछि हामी लाग्यौँ मन्दिरतर्फ। पहिला पनि जान मन भएको तर जाने मौका चाहिँ पाएको थिएन। सो सेकेन्डचोटि आउँदाखेरि चाहिँ जान पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको थियो र मनमा आनन्द पनि भएको थियो। एकछिन नाच र भजन सुनिसकेपछि हामी लाग्यौँ फेरि पूजा गर्नतर्फ। सो आज चाहिँ सोमबार भएर पनि होला एकदमै भिड रहेको थियो र लाइनमा बसेर चाहिँ पूजा गर्न जानुपर्ने थियो। यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स पनि रहेको छ। भित्र चाहिँ भिडियो बनाउन नपाउने भएको कारणले चाहिँ भिडियोहरू चाहिँ बनाइन र पूजा गरेर निस्किसकेपछि हामीले 2-4 वटा फोटो अनि भिडियो बनाएर त्यहाँबाट निस्क्यौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।